हेलो गाइस, यो काँडे भिरजरा बिर गाउँपालिका वार्ड नम्बर 6 को एकदम एकदम प्रसिद्ध सुन्तला है। स्याङ्जाको सुन्तला भनेपछि एकदम प्रसिद्ध छ। यो मेरो घरको सुन्तला, मेरो बाबा आमाले लगाउनु भएको है। आमा कस्तो दामी लचक्क फलेर हो, पुरा टेका लगाउनु परेको छ सुन्तलाको लागि। टेका सबै र टिपिसकेको पनि हो। यो यहाँ कमसेकम 15-20 क्यारेट टिपिसकेको है ल गाइस। अनि यो सुन्तला हेर्नु आमामामा, त्यहीबाट स्याङ्जै हुन्छ कि गाइस। भन्दाखेरि आफ्नो जिल्लाको गरेको जस्तो हुन्छ है। तर वास्तवमा भने स्याङ्जा हर चिजमा स्याङ्जालीहरू धेरै अगाडि छ र ठाउँ पनि एकदम राम्रो र एकदम गाइस कति रमाइलो हेर्नु त। आमामामा सुन्तला टक्क लाएर यसरी खाने पनि गर्छौँ। मम्मी हुनुहुन्छ, यसरी सुन्तला खान्छौँ है गाइस हामीले। अलि छिटछिटो खानु पऱ्यो है भाउजू, तर यहाँ एकदम यम्मी, किनभने यम्बी सकिन्छ। ल गाइस, ल हेर्नु आम्मा कस्तो दामी टक्क। ल अब अलिक तातोबाट बस्छु अब। कता यहाँ अझै सुन्तलै सकिएछ भाउजू, सुन्तलै सकिएछ, फुटिसक्यो।